पार्टीमा पानीपुरी खाँदै गर्दा के भयो त मलाई एक्कासी। हेलो साथीहरू, नमस्ते एन्ड लसो फ्याफुल्ला सबैजनालाई। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। स्वागत छ साथीहरू मेरो मिनी भ्लगमा। म चाहिँ आज रेडी भएर राम्री बनेर है पार्टीमा जाँदैछौँ। पार्टी चाहिँ कसको भन्नुहुन्छ भने मेरो जेठी नन्दको इङ्गेजमेन्ट छ साथीहरू है। हामी चाहिँ आज सासू बुहारी नातिनी दुईजना चाहिँ जाँदैछौँ अटोमा पार्टी प्यालेसमा। हामी चाहिँ पुग्यो रोयल पार्टी प्यालेसमा है। हजुरहरूले देख्न सक्नुहुनेछ दिपेश एन्ड रश्मि इङ्गेजमेन्ट पार्टी भनेर है। अनि हामी चाहिँ इन्ट्री गर्दैछौँ भित्र है। अनि ट्याक्क इन्ट्री गर्दा चाहिँ पार्टी प्यालेस चाहिँ सुनसान थियो कि साथीहरू है। हाम्रै परिवार मात्रै थियो, कोही आइपुग्नु भएको थिएन उताबाट है, उता बेहुलापट्टिबाट। हाम्रो चाहिँ उहाँ काकी है अनि दिदीहरू हुनुहुन्थ्यो। अनि फोटो खिच्नु भएर थियो। अनि यता हुनुहुन्छ मामहरू आराम गर्नु भएर थियो है। अनि त्यसपछि म पनि भित्र गएँ। अनि मलाई चाहिँ दिदीले जिस्काउनु भएर थियो है, लगाउने हो भनेर। अनि म चाहिँ बसेँ त्यहाँ वेटिङमा है, एकछिन आराम गर्छु। अनि त्यसपछि त्यही हो, फोटो भिडियो खिच्ने त जारी नै भइहाल्छ है। अनि म चाहिँ त्यहाँनिर कुरा गर्दै थिएँ नि त, अब आउनुहुन्छ बाँकी छ बेहुला बेहुलीको भनेर। अनि उताबाट बेहुलाबाट चाहिँ होइन सामानहरू आइपुग्यो है। उहाँ हुनुहुन्छ आन्टी। अनि त्यसपछि सामानहरू मिलाउँदै हुनुहुन्छ। अनि यता एकछिनपछि बाजे नै आइपुग्नु भयो है। अनि बाजेले चाहिँ अनि यताउता पूजाहरू गर्नु भइरहेको थियो है। अनि त्यसपछि हाम्रो बेहुला बेहुलीको इन्ट्री हुन्छ हजुरहरूले। बल्ल अब चाहिँ सुरु हुँदैछ है। अघिसम्म चाहिँ हाम्रो कार्यक्रम सुरु भएको थिएन है, अब चाहिँ सुरु भइरहेछ। अनि त्यसपछि लाग्यौँ हामी पानीपुरी खानु होइन। पानीपुरी खानुलाई चाहिँ रेडी भएर, तर के गर्नु मोबाइल निकालेर भिडियो गर्नु त भनेर भिडियो गर्नु मोबाइल चाहिँ दियो होइन। तर मैले ब्याग चाहिँ बन्दै गरेको छैन रहेछ कि साथीहरू है। ब्याग चाहिँ खुल्लै रहेछ, क्यामेराम्यानले पनि नदेख्ने है, आफूले त झन् देख्दै देख्दैन हेर्नुहोस्। अनि त्यसपछि म चाहिँ पानीपुरी खाँदै थिएँ साथीहरू। यति ठुलो होइन, मुखमै नअट्ने कि होइन। सुरुको त ल जबरजस्ती होइन कोचाएर भयो नि खायो होइन। तर सेकेन्डमा चाहिँ यस्तो बेहाल भयो नि साथीहरू है, के गर्नु। पुरा पानी उयो भएर चुहिएर है, झन्डै सर्केको म, झन्डै मरेको त्यहाँनिर सर्केर है। सो साथीहरू अनि त्यसपछि समय भयो औँठी लगाउनेको है। हाम्रो चाहिँ यहाँ इङ्गेजमेन्टमा चाहिँ औँठी लगाउँदै हुनुहुन्छ। तर जोडी चाहिँ एक नम्बरको है, एकदम सुहाएको छ। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुनेछ है। हामी चाहिँ दाइ भाउजूले यहाँ खाता लगाउँदैछौँ साथीहरू होइन। हाम्रो चाहिँ हरेक चिजमा चाहिँ हरेक राम्रो नराम्रो शुभ कार्य होइन, सब कार्यमा चाहिँ हाम्रो खाता लगाउनु पर्ने छ कि साथीहरू होइन। अनि त्यसपछि पालो आयो मेरो है। दाइ चाहिँ लगाउनु भयो। मेरो चाहिँ सारीले है यहाँनिर आगो थियो, आगो मतलब दियो। अनि त्यसपछि त्यो दियोमा पर्छ सारी पर्छ भनेर अनि धन्न हस्बेन्डले समातिनु भयो है। अनि त्यसपछि खाता लगाएर अलिअलि दक्षिणा दियो है साथीहरू। अनि यतिखेर चाहिँ कस्तो झुकेको थियो कि। अनि त्यसपछि हामी चाहिँ यहाँ खाना सुरु गर्दैछौँ साथीहरू। अन्तिममा है पुलाउ खाँदैछौँ। सबैजना चाहिँ आफ्नो होइन खानामा बिजी थियो है। मैले सर्लक्क क्यामेरा घुमाइदिएँ। म पनि यहाँ खाँदैछु साथीहरू होइन, खाएको नि भिडियो बनाउनु पऱ्यो नि त भनेर। अनि यही खाइपिई गरेर इन्जोय गर्दैछौँ। मेरी छोरी चाहिँ यहाँ पुरा इन्जोय गर्दैछन् साथीहरू है, जेठी फुपूको इङ्गेजमेन्टमा। हस् त साथीहरू, यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भयो। लाइक कमेन्ट सेयर अनि फलो गर्नुभएको छैन भने फलो गरिदिनु होला। हस् त बाइ बाइ साथीहरू।